बालेन शाह राम्रो कि प्रचण्ड? राम्रो त प्रचण्डै हो नि। प्रचण्डै हो। ल ठिक। आकाशमा धेरै तारा छन् तर ध्रुव तारा मन पर्यो। आकाशमा धेरै तारा छन् तर ध्रुव तारा मन पर्यो। नेपालमा धेरै सरकार छन् तर प्रचण्ड मन पर्यो। त्यो चट्टानभित्र हिरा हुनसक्छ, त्यो फुलभित्र किरा हुनसक्छ। मेरो मुस्कानको डाहा नगर्नु महोदय, मेरो मुस्कानभित्र पीडा हुनसक्छ। परिवारमा कतिजना हुनुहुन्छ? मेरो परिवारमा चाहिँ 5 जना थियौँ अनि बुवा चाहिँ यता विदेशतिरै अनि हामी त्यसरी 4 जना छौँ। 2टा बहिनी, 1 म भाइ अनि आमा हुनुहुन्छ। आकाशमा उड्ने चरीलाई ढुक्कुर भनिन्छ। आकाशमा उड्ने चरीलाई ढुक्कुर भनिन्छ। माया र प्रीति गरी छोड्ने केटाकेटीलाई कुकुर वा कुकुरनी भनिन्छ। सल्कानीमा सालको पात जस्तो छ पत्रकारलाई निद लायो जस्तो छ कजिङकजुरी भेट कहाँ हुन्छ र मौका नजुरी। मन्दिर रोजेर पूजा नगर्नु, देवता सबैको एउटै हुन्छ। जात जाति बीच भेदभाव नगर्नु, आत्मा सबैको एउटै हुन्छ। वाह ल ठिक छ। भाइले चाहिँ प्रचण्ड मन पर्यो भन्नुभएको छ। अब भाइको पोइन्ट अफ भ्यूमा चाहिँ प्रचण्ड मनपर्छ, तपाईँहरूको पोइन्ट अफ भ्यूमा चाहिँ कुन नेता मनपर्छ कमेन्ट गर्नु होला। र प्रचण्डको फ्यानै हो तपाईँ? म त फ्यानै हो प्रचण्डको। अनि प्रचण्डले देशमा के काम गर्नुभयो जस्तो लाग्छ? हेलो सबैलाई नमस्ते। आज चाहिँ म एकजना हाम्रो गाउँको एउटा प्रतिभावान भाइसँग मिल्ने भनेर चाहिँ यहाँ आएको छु र मैले पहिलेदेखि नै भाइलाई एकदमै खोजिरहेको र भाइसँग जान्छु, उसँग चाहिँ एकदमै धेरै प्रतिभाहरू छ, उसको चाहिँ भिडियो गर्छु भन्ने पहिलेदेखि मैले सोचिरहेको थिएँ र आज एकदमै राम्रो अवसर मिलेको छ र हाम्रो भाइ यतै हुनुहुन्छ। अब चाहिँ म सुरु गर्न चाहन्छु भाइको नामबाट। हजुरको नाम के हो? मेरो नाम गणेश सार्की। गणेश अलि जोडले भन्नु। मेरो नाम गणेश सार्की। ए गणेश सार्की। अनि तपाईँ अहिले कति कक्षामा पढ्दै हुनुहुन्छ? म कक्षा 8मा पढ्छु। कक्षा 8मा? ए अनि कक्षा 8मा पढ्दै गर्दा कक्षा 8को इक्जाम त एकदमै अप्ठ्यारो हुन्छ भन्छन्। अनि कतिको मेहनत भइरहेछ त? कतिको 8 क्लास मजाले कटाउँछु भन्ने लागिरहेछ? अब कटाउँछु त भन्ने लागिरहन्छ। अब मेहनत पनि गर्छु धेरै। ओके। अनि बुवा कहाँ हुनुहुन्छ नि? बुवा विदेशतिर हुनुहुन्छ। अनि आमा यतै हुनुहुन्छ? आमा त यतै हुनुहुन्छ। अनि मैले त सुनेको तपाईँ एकदमै राम्रो गीत गाउनुहुन्छ भन्ने सुनेको थिएँ। हो? कस्तो खालको गीत गाउनुहुन्छ? हाम्रो दर्शकवृन्द एकचोटि एउटा गीत गाएर सुनाइदिनुहोस् न। म दोहोरी त्यो गाउँछु। दोहोरी अनि अरू? दोहोरी अनि सायरीहरू हुन्छु त्यस्तै। अलि जोडले भन्नुहोस् न ल। लाज चाहिँ मान्नु हुँदैन, सबैले हेरिराख्नु भएको छ तपाईँको गीत सुन्नलाई, तपाईँको चुटकिला सुन्नलाई, तपाईँको जोक सुन्नलाई एकदमै आतुर हुनुहुन्छ हैन? ल एउटा गीत गाइदिनुहोस्। आकाशैमा चिलघम्यो फनन पत्रकार दाइ तिम्रो नाम के हो भन न, माया जाल हुन्छु म झिम सानो नजिम्काउ परेली भुतुकै हुन्छु म। लौजा भाइले चाहिँ गीतबाटै मेरो नाम चाहिँ के हो भनेर भन्नुभयो। म चाहिँ एकदमै लाजले भुतुकै भएँ खासमा हैन। मैले नाम पनि खासमा भन्न बिर्सेको थिएँ होला हैन। सबैलाई नमस्कार, मेरो नाम चाहिँ नोबेल रोकाया हो। मेरो घर चाहिँ यतै मुटकीचुला 1 डोल्पामा पर्छ हैन। अब गीतबाटै भन्न त अहिले खासै आएन। बाँकी भाइको अरू प्रतिभाहरूबाटै उ गरौँ। अब अर्को गीत कुनै एउटा यस्तो सोच्दै हुनुहुन्छ अब कुन गीत गाउने, दिमागमा कुन गीत आइरहेछ? अब एकदमै धेरै गीतहरू आइरहेछन् तर कुन राम्रो भन्ने सोचिरहेछ क्या भाइले। अब एकदमै राम्रो सोचेर चाहिँ मजाले गाउनुहोस् है त।
ए सल्कानी मसालको पात जस्तो छ पत्रकारलाई निद लायो जस्तो छ कजिङ कजुरी भेट कहाँ हुन्छ र मौका नजुरी। के भनौँ त म अब ओहो निन्द्रा चाहिँ लागेको छैन है मलाई खासमा मलाई निन्द्रा लागेको छैन। निन्द्रा मलाई बेलुका 10-11 बजीतिर लाग्छ खासमा होइन। भाइको गीतबाट एकदम यति चुटिलो प्रहार आयो कि अब म त एन्सरै दिन नसक्ने अवस्थामा पुगेँ खासमा। अब म चाहिँ खासै गाउँदिनँ भाइ होइन। भाइकै मुखबाट सुनौँ अब भाइले चाहिँ सायरी भन्दै हुनुहुन्छ। अब कस्तो भन्नुहुन्छ के भन्नुहुन्छ अब तपाईँहरूले मूल्याङ्कन गरिदिनु होला। धन्यवाद। अब ल भाइ सायरी भनिदिनुहोस् न है। मन्दिर रोजेर पूजा नगर्नु देवता सबैको एउटै हुन्छ जात जातिबीच भेदभाव नगर्नु आत्मा सबैको एउटै हुन्छ। त्यो चट्टानभित्र हिरा हुनसक्छ त्यो फुलभित्र किरा हुनसक्छ मेरो मुस्कानको डाहा नगर्नु महोदय मेरो मुस्कानभित्र पीडा हुनसक्छ। वाह 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 ताली। गुड गुड। एकदमै धेरै मनछुने सायरी भाइले प्रस्तुत गरिसक्नु भएको छ। एकदमै खुसी लाग्यो। यस्तै प्रतिभाहरू नेपालका मात्रै नभएर विश्वका कुना कान्द्रामा चाहिँ लुकेर बस्नुभएको हुन्छ र कतिपयलाई चाहिँ थाहा नभएर उहाँहरूको प्रतिभा त्यत्तिकै मरेर जान्छ। र भाइले एकदमै राम्रो सायरी भन्नुभयो गीतहरू भन्नुभयो। अनि तपाईँको के अरे फुल परिचय दिनुहोस् न है। तपाईँको परिचय दिनुहोस् न। सबैलाई नमस्कार मेरो नाम गणेश सार्की मेरो ठेगाना मुर्केचुला 2 भोटगाउँ डोल्पा म कक्षा 8मा पढ्छु। ए ल ठिक छ धन्यवाद। अनि अरू केही अब तपाईँसँग दोहोरी लडौँ भने म सक्दिनँ तपाईँ जितिहाल्नुहुन्छ पक्कै पनि होइन। अब दोहोरी चाहिँ अब समय मिलाएर कुनै बेला टाइम मिलाएर लडौँला। तर आज तपाईँको एउटा अरू केही गीतहरू यदि तपाईँलाई एकदमै राम्रोसँग आउँछ भने भनिदिन सक्नुहुन्छ ल। सायरीहरू छन् भने सायरी पनि भन्दा हुन्छ। आकाशमा धेरै तारा छन् तर ध्रुव तारा मन पर्यो। आकाशमा धेरै तारा छन् तर ध्रुव तारा मन पर्यो। नेपालमा धेरै सरकार छन् तर प्रचण्ड मन पर्यो। भाइ त अहिले भर्खर 8 क्लासमा हुनुहुन्छ। माया प्रीतिको बारेमा कतिको थाहा छ? मलाई माया प्रीतिको बारेमा एउटा कुरो पनि थाहा छैन। एउटा वाह 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 ल ठिक छ। भाइले चाहिँ प्रचण्ड मन पर्यो भन्नुभएको छ। अब भाइको पोइन्ट अफ भ्यूमा चाहिँ प्रचण्ड मनपर्छ। तपाईँहरूको पोइन्ट अफ भ्यूमा चाहिँ कुन नेता मनपर्छ कमेन्ट गर्नु होला। र प्रचण्डको फ्यानै हो तपाईँ? म त फ्यानै हो प्रचण्डको। अनि प्रचण्डले देशमा के काम गर्नुभयो जस्तो लाग्छ? प्रचण्डले देशमा यो भूकम्प पीडितहरूलाई सामानहरू यस्तो टहरा सहरा बनाउने घर नभएकोहरूलाई घरसर पारिदिने काम गर्नुभयो। अनि उता यहाँ रोड कालिकामा रोड पुगेको थिएन रोड पुर्याउने कार्य पनि उहाँले नै गर्नुभयो। अनि धेरै कार्यहरू गर्नुभयो उहाँले। ए भनेपछि प्रचण्डको डाइहार्ड फ्यान बाबु होइन? म प्रचण्डकै फ्यान हो। ए अनि अरू कुन नेताहरू मनपर्छ प्रचण्ड बाहेक अरू? प्रचण्ड मलाई अनि प्रचण्ड त्यसपछि शेरबहादुर देउबा त्यसपछि शेरबहादुर देउबा मलाई यति नेता मनपर्छ। यति नेता मनपर्छ ल ठिक छ। अनि दुर्गा परसाई कस्तो लाग्छ नि? दुर्गा परसाई पनि एकदम राम्रो लाग्छ उहाँलाई त। राम्रो लाग्छ? दुर्गा परसाई अनि बालेन शाह पनि राम्रो लाग्छ? मलाई बालेन शाह पनि राम्रो लाग्छ। बालेन शाह राम्रो कि प्रचण्ड? राम्रो त प्रचण्डै हो नि। प्रचण्डै हो ल ठिक छ ओके। अनि यति सानो उमेरमा चाहिँ नेताहरूले कस्तो काम गरेको छ के गरेको छ भन्ने कुराहरू चाहिँ भाइलाई चाहिँ मैले बुझेअनुसार अलिअलि बोध रहेछ। भाइको यो गीत सङ्गीतमा मात्रै नभएर अन्य कुराहरूमा पनि पछि चाहिँ धेरै ज्ञान
लिन सक्ने भाइ जस्तो लाग्यो मलाई। थ्याङ्क यू सो मच। अनि अरू केही छ भन्न? एउटा गीत छ। ल अब एउटा गीत फेरि पनि गाउन जाँदै हुनुहुन्छ, सुनौँ है त सबैजनाले। कानमा झुम्काना तिमीलाई कसले किनिदियो, कानमा झुम्काना तिमीलाई कसले किनिदियो, भ्रष्टाचारी नेता तिमीलाई कसले बनायो, ओ केपी केपी। एकदमै थ्याङ्क यू सो मच भाइले आफ्नो प्रतिभाहरू देखाउनु भयो। अनि अरू कुनै चुटकिला जोकहरू अलिकति हँसाउने टाइपको दर्शकहरूलाई? भाइ त अहिले भर्खर 8 क्लासमा हुनुहुन्छ, माया प्रीतिको बारेमा कतिको थाहा छ? मलाई माया प्रीतिको बारेमा एउटा कुरा पनि थाहा छैन। एउटा कुरा पनि थाहा छैन? माया के हो जस्तो लाग्छ? माया मलाई चाहिँ माया एउटा समाजको त्यसपछि समाजको ठिक छ, आउँदैन भने ठिकै छ। अनि मायासँग सम्बन्धित गर्लफ्रेन्ड बोयफ्रेन्डहरूका बारेमा के आउँछ? त्यो धेरै आउँछ कि मलाई थाहा छ। मलाई त्यो त धेरै आउँछ। हो, भन्न खोजेको नै त्यही हो क्या। ल ल ल अब माया पिरती सम्बन्धी गर्लफ्रेन्ड बोयफ्रेन्ड सम्बन्धी पनि धेरै सायरीहरू चुटकिलाहरू मुक्तकहरू भाइलाई धेरै थाहा छ कि। मैले पहिला पनि एउटा स्कुलमा पढाउँदाखेरि 4-5 क्लास पढाउँदाखेरि भाइको प्रतिभा मैले चाहिँ जान्ने अवसर पाएको थिएँ। र त्यहाँदेखि यता चाहिँ मैले अब भेट्न नपाएकोले धेरै ग्यापपछि चाहिँ भाइलाई भेट्ने अवसर मिल्यो र अब हल्का सानो भिडियो पनि गरिहालौँ भनेर गर्न खोज्यो। र ल माया प्रीति सम्बन्धी, ल गर्लफ्रेन्ड बोयफ्रेन्ड सम्बन्धी सायरी कि जुन भन्दा पनि हुन्छ, आफूलाई जे मन लाग्छ त्यही। आकाशमा उड्ने हेलिकप्टर, जमिनमा गुड्ने ट्र्याक्टर, यति कसैको गर्लफ्रेन्ड बिराम भएपछि बोयफ्रेन्ड हुन्छ डक्टर। आकाशमा उड्ने चरीलाई ढुक्कुर भनिन्छ, आकाशमा उड्ने चरीलाई ढुक्कुर भनिन्छ, माया र प्रीति गरी छोड्ने केटाकेटीलाई कुकुर वा कुकुरनी भनिन्छ। काँसको थाल चाहिँदैन मलाई स्टिल भए पुग्छ, काँसको थाल चाहिँदैन मलाई स्टिल भए पुग्छ, धनीको छोरी चाहिँदैन मलाई गरिब भए पुग्छ। गुड। अनि अरू? 32 केजी सुन भन्दा मलाई देवता मनपर्छ, 32 केजी सुन भन्दा मलाई देवता मनपर्छ, 32 केजी सुन भन्दा मलाई देवता मनपर्छ, म या अरू जति धनी नै भए पनि मलाई गरिब मनपर्छ। गुड, भेरी गुड। थ्याङ्क यू सो मच। भाइलाई भेट्ने अवसर मिल्यो आज। भाइमा भएको प्रतिभाहरूलाई पनि मैले भिडियोमा अलिकति भए पनि देखाउन सकेँ जस्तो लाग्छ। बाँकी तपाईँहरूले मूल्याङ्कन गरिदिनु होला, भाइको स्वर कस्तो छ, भाइको चाहिँ चुटकिलाहरूदेखि लिएर विभिन्न सायरीहरू कस्तो लाग्यो तपाईँहरूलाई, जस्ताको तस्तै कमेन्टमा लेखिदिनु होला। आजको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। भाइलाई पनि मैले रिक्वेस्ट गरेको कारणले गर्दाखेरि भिडियोमा आउन मानिदिनु भयो। भाइलाई पनि कान्छालाई पनि एकदमै धेरै धेरै धन्यवाद। लास्टमा के भन्न चाहनुहुन्छ दर्शकलाई? म लास्टमा दर्शकलाई यो मेरो भिडियो देखेर सबै लाइक गरिदियोस्, सब्सक्राइब गरिदियोस्, म यति नै भन्न चाहन्छु। र अनि आज तपाईँले पनि मलाई धेरै मेरो प्रतिभाहरू, मनदेखि लागेको प्रतिभाहरू खुलाउन समेत यहाँसम्म पुर्याउनु भयो, त्यसैले म तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। ल थ्याङ्क यू सो मच भाइ, सबैलाई नमस्ते, थ्याङ्क यू।